होइन भन्नुस् न तपाईले कहिले गोठो बस्नु भएको थियो दर्शक सुन्न चाहन्छन् के तपाईँ भन्नुस् दर्शक सुन्न चाहन्छन् दर्शकहरु धेरै छन् दर्शकहरु धेरै छन् यहाँ लत्तर्के भन्ने मान्छे धेरै पछाडि लागिसकेका छ उहाँ चाहिँ छक्का हुनुहुन्छ उहाँलाई छक्का बनाइदिन सकिन्छ जोरो गा देखिन्छ श्रीमानको गाटो हो त्यतै हुन्छ नि केटा भन भन ओ भन्न सुशील तिम्रो गाई कहाँको तिम्रो गाई कुनै छैन भन न भन तिम्रो गाई कुनै छैन बरे हेर्नुस् परि त्यहाँ गाई छ उठो नानु गाई सेरेमनी नचाहियो यो होइन गाइस यो चाहिँ मेरो चाहिँ यो चाहिँ हाम्रो अब शरण फिल्म आउँदैछ हेर्नुस् ल अब यी हुन् हाम्रा कलाकारहरू उहाँ चाहिँ लेखक तथा निर्देशक हुनुहुन्छ उहाँले धेरै राडको डेक्काले किन बोलान्छ राडा डेक्काले किन आस्ट्रो डेक्का के अरे र्याप आन्न जान्नु अरे र्याप भिडियो बाउ भन त र्याप आउँछ र्याप ओइ भन्ने बि र्याप आन्ने म र्याप आन्न ओए नानु नानु भाउ मुला बढी हिँड्ने पानी मान्छे सानो सानो मुला टोपी चाहिँ ठुलो शरण फिल्मका लेखक तथा निर्देशक भन्नुहोस् भन्नुहोस् त जरा हजुर जरा दोस्ती भएर तपाईँ किन झगडा बाटो हुन्छ उहाँ निर्माता पनि हो क्या हाम्रो त्यो हरियो जर्सी लागेको मान्छे गोठो बस्छ हजुरले नि हजुर जगत जात हजुर हो छोड्नु नि ओ हजुर तपाईँ चाहिँ यहाँको कलाकारजी भन्नुहोस् त धेरै ठुलो मान्छे हो नि फेरि दाइसँग भन्नुहोस् तपाईँ भन्नुहोस् त तपाईँ किन लजाउनु भएको छ कस्तो यस्तो राम्रो एक्टिङ छ तपाईँको तपाईँलाई सेक्सी केटी चाहिन्छ भने हेर्नुहोस् है बाबु यहाँ त किन लुक्ता छौ हामीलाई श्रीमानको खाँचो हामीलाई श्रीमती चाहियो जाउँ अब शरण फिल्म चाहिँ हेर्दै गर्नु होला अब हाम्रो अब यस च्यानलबाट आउँदैछ शरण फिल्म कहिले आउँदैछ भन्नुहोस् त तपाईँ हेर्नु तपाईँ पनि भन्नुहोस् न के भन्नु चाहनुहुन्छ हेर्नुहोस् न यस्तो ल बाई बाई भन्नुहोस् सबै न दारी फराएर सारी कानमा सरेर हट्दा अब हेर्नुहोस् गाई